सेवारो अनि नमस्ते सबैजनामा। 3-4 दिन अगाडिको भिडियो म चाहिँ आज मात्रै हाल्दैछु नि त। नभ्याएको कारणले गर्दाखेरि चाहिँ मैले भिडियो हाल्न पाएको थिइनँ। हामी चाहिँ ताप्लेजुङको पाथिभाडा मन्दिर जाँदै थियौँ। बिहानै केही नखाइकन गएको नि त, अनि हामी चाहिँ दमकमा आएर खाजासाजा खायौँ। समय चाहिँ खेर नफालिकन हामीले छिटो खाजासाजा खाएर आफ्नो गन्तव्यतर्फ लाग्यौँ। हामी चाहिँ पूर्वको बाटो गइरहेको थियौँ। ताप्लेजुङ चाहिँ तेह्रथुमको बाटो हुँदै जान पनि मिल्छ, तर हामी चाहिँ त्यहाँको खोलाले बाटो क्रस गर्न सक्दैनौँ भनेर हामी चाहिँ पूर्वको बाटो गयौँ। यता पूर्व इलाम हुँदै जाँदाखेरि चाहिँ निकै नै लामो समय लाग्ने रहेछ, तर माथि तेह्रथुमको बाटो हुँदै गयौँ भने चाहिँ निकै कम समय लाग्छ अरे। अनि इलाम आएर चाहिँ हामीले खानासाना खायौँ। त्यो दिन चाहिँ हामी घरबाट ताप्लेजुङको लागि निस्किँदाखेरि चाहिँ मौसम एकदम सफा देखिरहेको थियो। माई खोलाको पुल चाहिँ बनाउँदै हुनुहुँदो रहेछ नि त, अनि हामी चाहिँ तलबाट घुमेर गयौँ। मैले यो ठाउँको नामै बिर्सेँ क्या, तर यो ठाउँमा चाहिँ खै के नाम गरेको रुखबाट चाहिँ कागजहरू बनाउने गर्नुहुँदो रहेछ। पास्टरको फिदिम बजार चाहिँ माथिको डाँडाबाट एकदम सुन्दर देखिन्छ। पाथिभाडा मन्दिर जाँदाखेरि चाहिँ यो काबेली खोलामा पूजा गरिवरी मात्रै जानु भन्ने मान्यता रहेछ। हामीले पनि पूजा गरिवरी मात्रै पुल पार गऱ्यौँ। हामी चाहिँ बिहानको 6 बजे हिँडेको नि त, अनि बेलुका ताप्लेजुङ बजार पुग्दाखेरि 6:30 भइसकेको थियो। ताप्लेजुङ बजारबाट सानो फेदीसम्म चाहिँ बुलेरो ट्याक्सीमा जानुपर्ने रहेछ। 1-2 घन्टा पछि चाहिँ हामी सानो फेदी आइपुग्यौँ। अब सानो फेदीबाट पनि माथि ठुलो फेदीसम्म चाहिँ अझै हिँड्नुपर्ने रहेछ। फेरि हिँड्ने बेलामा पानी आइदिएर हैरान। ठुलो फेदीबाट चाहिँ माथि मन्दिर पुग्दाखेरि धेरै समय नलागोस् भनेर हामी चाहिँ राति नै ठुलो फेदीसम्म चाहिँ हिँड्दै गयौँ। 2 घन्टाको हिँडाइपछि चाहिँ हामी चाहिँ फाइनली बल्ल ठुलो फेदी आइपुग्यौँ। अँध्यारोमा चाहिँ दायाँ बायाँ केही नहेरिकन हामी चाहिँ टेङ्केडेङ आयौँ। आएर खानासाना खाएर आराम गऱ्यौँ। आजको लागि चाहिँ यति नै। सेवारो, नमस्ते।